Hello guys, सबैजनालाई Happy New Year 2082. हिजो एकदमै धेरै मात्रामा पानी परेको थियो, सो आज चाहिँ एकदम वेदर चाहिँ इट्स भेरी नाइस है. लेट्स सी व्हाट विल ह्यापन है अन द वे. अहिलेसम्म त वेदरले हामीलाई साथ दिइरहेछ. So this is our bus going ahead. Hi, Happy New Year. सबैजनालाई Happy New Year. Good morning. Happy New Year. Happy New Year सबैजनालाई. भाइ सन्चै? म त कोहरू होला भनेर टारबाट चिन्नै नसकेको के. दाइ Happy New Year. के साह्रो लजाउनु भएको त. आमा हाम्रो दाइ त लजाएर केही छैन के. Here. खै सेम टु यु म्याम भनेको त. New dress is it? New dress. Wow, looking so handsome. Look here. सबैजनालाई Happy New Year भन. Okay. See one boy is coming. Khilraj. Looking great today. Monkey dress up. So Happy New Year, Babu, Khilraj. Oh, most welcome. On the way to Hitaura, अनि यहाँ चाहिँ हामीहरू खाजा खानको लागि रेस्ट गरिरहेको छ. It's a small ढाबा है. छेउमाहरू काकाहरू बसिराख्नु भएको छ. म्यामहरू म त चिया चाहिँ खाने हो. चिया. खाजा खाइसकेर चाहिँ फेरि हाम्रो डेस्टिनेसन्स तर्फ लाग्यौँ है यसरी. Guys, right now we are in Manahari Bazaar. यहाँ चाहिँ माछा लोकल माछा किन्नको लागि गइराख्नु भएको छ. हामीहरू जस्तो बसमा वेटिङमा हो. सरहरू चाहिँ माछा किन्नु जान्छ. So this is the Manahari Bridge. हामीले यो क्रस गरेर चाहिँ अब कहाँ लानुहुन्छ थाहा भएन. यहाँको वाटर चाहिँ एकदम निट एन्ड क्लिन रहेछ. These are the things to do for today. Wow. मलाई चाहिँ लागेको अरू ठाउँ होला भनेर यहीँनिर रहेछ है. बाइ द वे यो ब्रिजको मुनि रहेछ. मलाई चाहिँ त्यति साह्रो थाहा थिएन. पनि यस पार्ट चाहिँ आज यही भयो. मलाई चाहिँ अलिक त्यहाँबाट चाहिँ सानो छुट्टी गएको थियो. अनि अब यहाँनिर चाहिँ एकदमै छ. यो ब्रिज अघि पार गरेर आएको हामीहरू. God does not, they say, given by him, the principal सरले दिनु भएको. यहाँको लोकल हो. इमली. Let's taste. So danger clear. So guys, हामीहरू यहाँ मेन मनहारी खोलामा आइपुग्यो. अघि नै हजुरहरूलाई भनिसकिसकेको छु. त्यहाँबाट नजिकै पो होला भनेको त. आमामा इट्स भेरी फार अवे रहेछ है. आज चाहिँ हेरेँ हामी यहाँ एकछिन हाम्रो यहाँ 5 स्टार होटलमा मासुहरू सरहरूले पकाउनु लगाइराख्नु भएको रहेछ. अनि त्यसको लागि हामी अलिकति वेटिङमा छु है. खोला चाहिँ यही हो. अझै अलिक पर जानुपर्छ अरे. हाम्रो छ्यामालाई चाहिँ टोइलेट आएर टोइलेट पनि आम्मामामामामामा अब के भन्नु. यो त अब 5 स्टार होइन 10 स्टारको टोइलेट रहेछ है. कस्तो लाग्यो त 10 स्टारको टोइलेटमा जाँदा. फोरी हुनु पनि यो बगरमा है. के चाहिँ पाउँछ त. ओ माई गुडनेस. टोइलेट गएर त टोइलेट सफा गर्नुपर्छ नि हो. सो यस्तै छ गाइस है. हामीहरू चाहिँ अब बसमा जाने एकछिनमा. अनि यहाँनिर जुन फोटो सेसन्सहरू भइरहेछ. हजुर यतापट्टि चाहिँ हरियो हरियो भइसकेको रहेछ. यतापट्टि चाहिँ फेरि अटोमै रहेछ के.
जाउँ है भन्दैछ अब जाने हो 5 स्टार होटल देखाइदिन्छु है सो दिस इज द वान है 5 स्टार यहाँ चाहिँ यस्तो केही छैन रहेछ सो यसलाई नै 5 स्टार टोइलेट देखाइदिइहाल्यो 10 स्टार No, that is not your seat. Feeling good? Yes. Are you enjoying? Are you enjoying or not? मलाई पनि साइलेन्ट साइलेन्ट चाहिँ साइलेन्ट नै मनपर्छ म्याम धेरै है बेसी नै मान्छे मन पर्दैन तर पनि कोही छैन हामी मात्र रहेछौँ आज अस्ति आउँदा हजुरहरू मात्रै थियो ओ यता त है मन्दिर धेरै हो नि त हाम्रो केटाकेटीहरूलाई मजा आइरहेछ ग्रीष्मा कस्तो लागिरहेछ लजौटी माया हो के ग्रीष्मा त म्याम हजुरले त 5 किलो लाने अरे यो मनपर्छ हजुरलाई यहाँ भाइ त औ बोय यहाँ हाम्रो चिकन र फ्रेन्च फ्राई खतरा लोकल कुखुरा लोकल हो होइन होला बोइलरै हो हाम्रो नास्ताको लागि आइसकिसकेको छ अब यहाँबाट हामीहरू लगेर छ नि ओके ओके इन्जोय अब 5 minutes maximum 5 minutes only समाउनु पर्यो है अब एक-एकवटा समात्नु अरे म चाहिँ फ्रेन्च फ्राई खाँदै जानु पर्ला जस्तो छ गोपी सर रोस्ट खाँदै जाने हो कोही छैन दाइ सरको हातमा चाहिँ अचार रहेछ प्रिन्सिपल सरको चाहिँ अब अचार खाँदै होला नि त लेट्स गो लेट्स गो अब चाहिँ आउनु आँट्यो अरे 5 minutes बादमा हामीहरू आइपुग्छ सो डेस्टिनेसन चाहिँ यहीँ हो अरे आफ्टर 10 minutes हामीहरू आइपुग्यो सो हियर वी गो छामा सर अगाडि जानुभयो सर अचार मात्रै बोकेर जानुभएछ म चाहिँ आलु फ्राई खतरा रहेछ नि आलु यो 5 स्टारको आलु फ्राई या लोकल वाउ कस्तो खतरा है लन्च आइटम अलिक माथि जानुपर्छ ओके ओके जाँदा भइहाल्यो नि के थियो अरे यहाँ बाटो यस्तो रहेछ अफरोड यस वाउ यस्तो त यस्तै जग्गाहरू मनपर्छ अन्ली वी आइयर यताको मान्छेले न्यु इयर मनाउँदैन के हो हाम्रोतिर भयो यति बेला खोलामा यस्तो धेरै मान्छे हुन्थ्यो डर लाग्दो प्याक हुन्थ्यो नि त हुन्न रहेछ सो स्याड अब वी SHS family, hostels families are going to enjoy your and I'm missing my girls, right? By the way. तर यहाँ आएर कस्तो कुल भयो है छामा यहाँ आएर चाहिँ अघि चाहिँ बोरिङ भएको थियो मलाई बाटो जाँदा गाडीमा हिँडेर हक्क भएको थियो अहिले तपाईँलाई रामङ खोलाको याद आएन रामङ खोला भाइब्स आयो क्या नेचुरल फ्रिज गोपी सरको आइडिया यहाँनिर पानी अनि हाम्रो फ्रिज चाहिँ अहिले अब अघि मैले सबै 10 स्टार टोइलेट 5 स्टार होटल र यो चाहिँ हाम्रो फ्रिज चाहिँ नेचुरल स्विमिङ इज गोइङ अन है गोपी सर खिलराज नानी यहाँ दिदीहरू एकदम ट्युब हाल्नु हुँदैछ हामी कता जाने म्याम कहाँ जाने चुक्लुङ के गर्ने हो र ल्याउनु भएको छैन लुगा मैले टी सर्ट हाफ प्यान्ट लिएर आएको छु मैले ड्रेस चेन्ज सब चाहिँ डुब्ने हो पानीमा अगाडि पानीमा डुब्ने रेडी यस वी आर रेडी विथ माय स्टुडेन्ट दिस 1 2 3 बस है 1 2 What? What?
अब नास्ता टाइम केटाकेटीहरू स्टिल खेलिरहेछ मुरा मान्छे निस्क्यो जाडो भयो भिजेर ओ निस्क चिसो भयो सरहरू हुनुहुन्छ ओ पुरा भाइहरू छ अब चाहिँ खाजा खाने खाजाको लागि क्या है माया दिदी आलु भुजा फ्रेन्च फ्राई के हो के अचार रोज छोइला के को छोइला वाउ पराको छोइला अरे खाने हो हुन्छ थ्याङ्क यू के खानु रोस हालिदिनु भयो के खानु कुक खै कुक खाना हौ म चिज बल खान्छु So this is my snacks. आइसक्रिम होला खिलराज ए भ्याएर आएको रहेछ Hey, you thought ice cream, na? That's why you was running. Very bad news is he got it. As New Year occasion, my one thing I got lost. That is my spectacle. Yes, I'm gonna lie right too. I know. Just my big heart. तो कुछ तो उनका आज मजा आया चेस कोला मा पौड़ी खेलाई भयो. अनि यो this are the नजारा. It's very good, right? स्ट्रक्चरहरु यस्तो राम्रो छ नि सो अब यहाँबाट हामीहरु छुट्ने बेला भइसकिसकेको छ हाम्रो आधा सरो टोलीहरु गाडी भित्र पसिसक्यो सो यस अब यहाँबाट गएर चाहिँ हाम्रो 5 स्टारमा खाना खाने हो अनि खाना खाएर चाहिँ we are going to go home दाइ हजुरलाई कस्तो लाग्यो आज मलाई त एकदम रमाइलो लाग्यो मजा आयो म त हजुरको फोटो खिच्नु हुन्छ भनेर हैन परे अब ग्रुप खिच्नुपर्छ सबैजना So see you guys in the hotel. Yes, now we are here in ढाबा खाना खाने ठाउँमा आइपुग्यो चस्मा पनि हरायो बिकज चस्मा त खाएको हुन्छ body नै तुरुन्त I have to make my spectacles early in the morning. I will go Bharatpur and I will make my spectacles. This is the hotel. No. तिमीलाई के फोटो चाहियो अनि तिमी मान्दैनौ त Time to say bye-bye. Okay, on the way, I did not do any video. I think I was both tired. So back to the hostel. So see you guys in another vlog.